नमस्ते टसिदेले फ्यापुला छ्याजलो मेरो नाम जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र हालैमा यानी 2-3 दिन अगाडि हाम्रो 2570 औं बुद्ध जयन्ती चाहिँ भएको थियो हामीले यता हाम्रो लाभा गुम्बामा हामीले एकदम भव्य तरिकाले सधैं चाहिँ एकदम राम्ररी मनायौं र तपाईहरुले पनि आफ्नो ठाउँमा एकदम भव्य तरिकाले आफूले सक्ने राम्ररी मनाउनु भयो होला भन्ने आशा गर्दछु। कसरी मनाउनु भयो होला तल कमेन्टमा लेख्नु होला। र आजको यो भिडियो भने पनि हामी बुद्ध धर्महरुको लागि एकदमै एउटा महत्त्वपूर्णको विषयमा चाहिँ रहेको छ। त्यो के हो भन्दाखेरि सागा दावाको विषयमा चाहिँ म भन्न गइरहेको छु। र अब यो पालिको सागा दावा कहिले परेको छ है र अब त्यस सम्बन्धित जुनै पनि कुराहरु मैले थाहा पाएको छ त्यो चाहिँ म तपाईहरुलाई भन्ने छु। र सर्वप्रथम सागा दावा भनेको के हो त भन्नुपर्दा सागा दावा भनेको चाहिँ एउटा यो चाहिँ टिबेटन शब्द हो। यो चाहिँ टिबेटन महिनाको चाहिँ चौथो महिनाको नाम चाहिँ सागा दावा भन्छन् है त। र अब सागा दावालाई अब हामी बुद्ध धर्म मान्नेहरूले एकदमै खास मान्छौं। यो मान्नुको कारण के हो है, यसको पछाडी के कारणहरु छन् है र सागा दावामा के भएको थियो त। अब त्यो यो टिबेटन महिनाको चौथो महिना सागा दावामा के चाहिँ भयो र हामीले यति महत्त्वपूर्ण मान्नुपर्छ भन्दाखेरि अब आज भन्दा ठीक 2570 वर्ष अगाडि चाहिँ हाम्रो नेपालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो है। र त्यसको ठीक जन्म भएको सिद्धार्थ गौतम जब 35 वर्षको पुग्नुभयो, अब 35 वर्षसम्म चाहिँ उहाँले एकदमै धेरै कठिन धेरै अब ध्यानहरु गर्नुभयो, तपस्याहरु गर्नुभयो। र जब उहाँ 35 वर्षको हुनुभयो त्यो बेला उहाँले बोधगयामा एउटा पिपल बोटको मुनि चाहिँ बुद्धत्व प्राप्त गर्नुभएको थियो है। र अब जब उहाँ बुद्धत्व प्राप्त गरिसकेपछि उहाँले धेरै अब धार्मिक कार्यहरु धेरै गर्नुभयो, प्रवचनहरु दिनुभयो है। र जब उहाँ 80 वर्षको पुग्नुभयो त्यो बेला चाहिँ अब उहाँले अब हामी मान्छे होस् या हामी जो पनि होस्, हामी सबै प्राणीहरुको जीवन चाहिँ एकदमै अनित्य छ भनेर हामीलाई बुझाउनको निम्ति चाहिँ उहाँले परिनिर्वाण प्राप्त गर्नुभयो, यानी उहाँको मृत्यु भयो है त। र अब यी तीनवटा अब खास पलहरु चाहिँ यही सागा दावा महिनामा भएको कारणले चाहिँ यो सागा दावालाई चाहिँ हामीले एकदमै खास मानेको हो है त। र अब अर्को कुरा, अब यस्तो महत्त्वपूर्ण बुद्ध धर्महरुको लागि यस्तो महत्त्वपूर्ण महिना चाहिँ अब यसपालि अब कति बेला परेको छ, कुन बेला परेको छ, कहिलेदेखि कहिलेसम्म परेको छ त भन्दाखेरि अब यो पालिको सागा दावा चाहिँ अब आज भन्दा ठीक 2 हप्ता पछाडी, यानी अब इंग्लिशको क्यालेन्डर अनुसार भन्नुपर्दा मे महिनाको 17 तारिखदेखि जुन महिनाको 15 तारिखसम्म चाहिँ रहेको छ। र भने नेपाली क्यालेन्डरको जेठ महिनाको 3 गतेदेखि असार महिनाको 1 गतेसम्म चाहिँ यो पालिको सागा दावा रहेको छ है त। अब यो चाहिँ 1 महिना चल्ने भयो सागा दावा भनेको, त्यो पुरै महिना भयो। र अब यो महिनालाई चाहिँ हामीले एकदम खास हो भनेर चाहिँ हामीले थाहा पायौं। अब हामीले यो महिना के गर्नुपर्छ, हामीले यानी राम्रो काम मात्र गर्नुपर्छ कस्तो, अब त्यसको कारण के छ भन्दाखेरि चाहिँ अब मैले अघि भने चाहिँ यो महिनामा बुद्धको जीवनमा भएको अब महत्त्वपूर्ण तीनवटा पल हैन, यानी जन्म, बुद्धत्व प्राप्ति र परिनिर्वाण भएको महिना चाहिँ भएकोले चाहिँ अब एकदमै खास त भयो नि त है। र अब यो महिनालाई, यो सागा दावा महिनालाई चाहिँ टिबेटनमा अर्को नाम पनि भन्छन्, त्यो चाहिँ भुङ्ग्युर दावा भन्छन् है।
अब भुमगिर दावा भनेको के हो भन्दाखेरि यो महिनामा भुमगिर माने लाखौँ गुणा बढ्ने महिना भन्दा पनि भयो। मतलब यो महिनामा तपाईले राम्रो काम गर्नुभयो भने त्यसको लाखौँ गुणा तपाईले पुण्य कमाउन सक्नुहुनेछ भने यो महिनामा तपाईले नराम्रो काम एउटा गर्नुभयो भने पनि त्यो नराम्रो कुकर्म चाहिँ लाखौँ गुणा बढ्नेछ है त। अब त्यसैले चाहिँ हामीले यो महिनामा चाहिँ हामीले पुण्यको काम मात्रै गर्यो भने चाहिँ पुण्यको काम मात्रै गर्ने, नराम्रो काम यानि कुकर्म केही नगर्यो भने चाहिँ त्यसैमा हाम्रो भलाइ छ है त। र अब अर्को कुरा अब भनेपछि अब यो सागा दावामा हामीले पुण्यको कामहरू के गर्न सक्छौँ भन्दाखेरि धेरै जस्तो अब बुद्ध धर्म मान्नेहरूले चाहिँ अब के गर्नुहुन्छ भन्दाखेरि यो सागा दावाको महिनामा चाहिँ धेरै जस्तोले मासु खाँदैनन् है। यो 1 महिना चाहिँ अब म अरू बेला मासु खाए तापनि यो 1 महिना चाहिँ म मासु खाँदिनँ भनेर चाहिँ, किनभने अघि भने चाहिँ मासु खानु भनेको पनि पाप हो नि त। अब यो महिनाभित्र मासु खायो भने के हुन्छ भन्दाखेरि लाखौँ गुणा बढेर गयो नि त त्यो पाप चाहिँ, त्यो कुकर्म चाहिँ लाखौँ गुणा बढ्यो नि त। अब मासु खानु पाप हो कि होइन भनेर मैले पहिला पनि भनिसकेँ। मासु खाने र त्यो जनावर मार्ने जुन व्यक्ति छन् त्यो दुवैजनालाई बुद्धले भन्नुभएको छ। मासु खाने र त्यो जनावर मार्ने दुवैजनालाई एउटै पाप लाग्छ भनेर भन्नुभएको छ, बुद्धले भन्नुभएको हो। त्यसैले चाहिँ अब मासु खानु चाहिँ पाप भयो नि त। किन भन्दाखेरि मासु खानु र त्यो जस्तै कुखुराको मासु खाँदैछौँ भने कुखुरा मारेको र कुखुराको मासु खाएको पाप एउटै हो भनेर बुद्धले भन्नुभएको छ। अरूको ज्यान लिनु भनेको त पाप भयो नि त। त्यसैले धेरै जस्तोले चाहिँ यो महिनाभित्र चाहिँ मासु खान छोड्छन्, मासु खाँदैनन् र आफू शाकाहारी बन्छन्, भेजिटेरियन बन्छन् है त। त्यसैले अब सकेसम्म भेज खानाहरू मात्रै खाने र सकेसम्म अरू बेला अब हामी मानीहरू गर्नुहुन्न भने पनि सागा दावामा चाहिँ आफूले ध्यान दिएर बिहान बेलुका पाठ गर्ने, पाठहरू पढ्ने, मानी गर्ने, ढोग गर्ने है। आफ्नो ठाउँको वरिपरि गुम्बाहरू छ भने गुम्बाहरू दर्शन गर्ने, कोरा गर्ने हामीले समय निकाल्न सक्छौँ हामीले है। अनि अब सबभन्दा महत्त्वपूर्ण कुरा बुद्ध धर्ममा हामीले जति पनि हामीले पुण्य कमाउने कामहरू गर्छौँ त्यो गर्नुको खास कारण के हो, मूल कारण के हो भन्दाखेरि आफ्नो मन बदल्नको लागि हो भन्छन् है। त्यसैले अब यो महिनाभित्र चाहिँ हामीले सकेसम्म बुद्धको प्रवचनहरू सुन्ने है र त्यसलाई आफ्नो मनमा लिने र सकेसम्म आफ्नो मनलाई चाहिँ बदल्ने प्रयास गर्ने। अब यही नै यो कुराहरू चाहिँ म तपाईँलाई भन्न चाहन्छु है। र यो चाहिँ थियो अब सागा दावा किन एकदमै खास हो र सागा दावा कहिले परेको छ र यो सागा दावामा हामीले के गर्नुपर्छ के गर्नु हुँदैन भनेर चाहिँ त्यसको विषयमा मैले यो छोटो भिडियो बनाएँ र आशा छ तपाईँले केही कुरा जान्नुभयो होला र सकेसम्म यो भिडियो तपाईँको घर परिवार साथीभाइ दिदीबहिनी अब चिन्ने मान्छेहरूलाई सेयर गरिदिनु होला है र यो युट्युबलाई सब्सक्राइब गरिदिनु होला र त्यसै गरी अब अरू धर्म सम्बन्धित केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेखिदिनु होला है त। हस् त अनि फेरि पनि अर्को भिडियोमा भेटौँला। हस्, धन्यवाद।